लुजो लुजो घन्टी बजाऊ हेलो 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 ल है ऊ हेर न रेडी भएको छैन कि यो मान्छे ऊ त्यसै चाहिँ एनएस होइन क्या अब त्यसै एनएस भन्ने चाहिँ होइन हेर्नु न लु लु जाउँ जाउँ जय मसी यत्तरी भएन है भएन लु एनएसको उयो उयो चाहिँ उयो ग्लास भयो नि होइन ल ओइ जेकी ओइ जाम्बो और रोटीसँग जाम खाने कहाँ आमजुङ आउँछ अहिले छ तपाईँ पनि फेरि छैन नि अहिले आमजुङ आयो भने त पछाडि पनि आमजुङे खोइ हौ आमजुङे लोय 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 केराबारी आयो केराबारी गाउँपालिका बाख्रो बच्ची बाख्रो एकछिन उभु एकछिन उभौँ एकछिन घाँटी भिजाउँ कि साथी घाँटी भिजाउनु छ घाँटी भिजाउने पनि राखेर होइन लिनु तपाईँ लिनु लिनुहोस् लिनुहोस् है हो घाँटी भिजाउँ लो है हो लु हेन मर गेला है क्या हो गया नहीं हो गया आए हो या डोरे में तो लो यार अब एकछिन डोरे में हो जेकी ए आराम छ आराम ओइ घर बस्नु पर्यो है येल्लो तले निम्ति आएपछि येल्लो त्यो बस्नु मान्दैन के पैसा छैन भएको छैन यहाँबाट नदेखेको मात्रै हो कि होइन होइन जति बाहिर घाम निस्किन्छ त्यति उज्यालो हुँदै जाने हो लु छट्टेरी यार माथि छ नि हौ यार माथि छ
यत्रो त हिँडेको हो 20 किलोमिटर पो हिँड्यो त अब आउँदाखेरि 10 मिनेट हो क्या नि हो घाम निस्किँदैछ भेटिँदैन होला यार अब घाम त भेटिँदैन अब काम त कहाँ पलाइछ निस्किछ ऊ पर चौरी छ तर पानी ल्याउनु पर्यो नि त पानी पानी अनि चाहिन्छ नि पानी त नमिन लिएर आउँछ म त साह्रो थाल्छ त्यो त नमिन लिएर आउनु त ऊ त्यो आउला चौरीमा नजिकै त होला जुन जाने खुलेर त्यो कता यता त केही छैन यता त केही छैन बगर पो छ त बगर पो छ त त्यहाँदेखि त्यो बगर पो छ कि बगरतिर जाउँ हौ जाम त जाउँ टुप्पोमा जाउँ न त ल बगरतिर जाउँ जाउँ लिएर उतै त हुन्छ नि ल गाउँ कति नजिक छ उतै हो गाउँ त पानी यतै पाइन्छ कि यता पाउँदैन हामी यतै हुन्छौँ यहीबाट हौ अय हो आउनु है हजुर झुकिँदैन झुकिँदैन ओ हो खतरा दामी भ्यू देखियो त यार ओहो भ्यू त दामी देखियो त हौ ए हो आम्मामा यार यस्तो दामी देखियो यार फ्रेस भएर चाहिँ माथि उबाट झन् कस्तो दामी हुन्थ्यो डाँडाबाट है यस्तो दामी देखियो आम्मा दृश्य हामीले देख्न पाइएका बिहानी हुनेको कारणले गर्दा अब हामीले दिउँसो यही समयमा यसरी हिँडेको घामको कलर हेर्नु न कस्तो दामी आउँदै थियो नि यार हाम्रो माथि भएको दृश्य अवलोकन गर्न पाउँदैन थियौँ किनकि प्रदूषण धुलो त भइ नै दिउँसोतिर सनराइज साइड हुँदैछ यो जङ्गल भयो यही जङ्गल हामी चल्दैछ यही जङ्गल हुँदै हामी त्यो दामी हुँदैन यार ठाउँ त साह्रो दामी देखिन्छ है एकदम फ्रेस घामको कलर हेर्नु कस्तो दामी निस्किरहेको छ हेर्नु माथि हामी माथि भएको कस्तो दामी हुन्छ है अझै घामबाट मजाले दामी 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 साथी त माथि पुगेको छ हौ कहाँबाट हौ ए लु उताबाट छ अरे जाउँ लु जाउँ दामी 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 ओ कताबाट भाइ Vamos aí. अनि हामी त खाल्टामा पर्यौँ त हौ फेरि तल झर्नु
आएको म त बोकेर राखेँ चलै लु जिन्दगानीमा गाडी पनि बोकौँ न कहिले त अझै चुल हेल्प गर्नु आयो क्याम्पिङ पनि दामी हुने रहेछ ल आयो है अब क्याम्पिङ त्यही त क्याम्पिङ आइन्छ अब आउनुपर्छ अब दामी हुन्छ नि त त्यहाँबाट यहाँ पनि अलिकति छिटो आएको त सनराइज त अलिकति देखिने रहेछ हामी पनि आजको शान्ति सेना हो पानी उम्ल्यो पानी पनि उम्ल्यो भन्ने कुरा हामीले पत्ता लाग्यो आमामा यो अन्त मलाई चाहिँ फेरि फोटो सुट हुँदैछ है पुरै फोटो सुट हुँदैछ आजको सबभन्दा खतरा त मेरै आउँछ भन्ने लाग्यो मजाले हिमालहरू नजिक त्यो रामकृष्ण ढकालको गीत जस्तो बिहानको बित्तिकै पिचबाट सिधै जाने हैन यो पिचबाट तल गएपछि तल उसमा भेट्छ अर्को पिच भेट्छ नि उता सिधै तल के अरे आमजुङे हजुर होइन हौ यहाँ कहाँ उता तलबाट उता घरबाट लु जाउँ न त लु जाउँ त जाउँ लु लु तल यो खोला किनार किनार जाउँ न त लु ल ल लु जाउँ लु लु जाउँ लु छोडेन होला
दुईटा खाली बोतल छोड्यौँ अब त्यो चाहिँ अब लिङ्जीको खोल छोड्यौँ नयन भाइ आऊ है ऊ त्यो टर्निङबाट ऊ त्यो हे यहोवा तू कितना भला है दामी 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 सही हो ल यो खोला अझ दामी सङ्लो हुनु कति मजा हुन्छ है एक डुबुल्की मारेर गइन्थ्यो होला नै तालमा रफ्तार दिइरहेको छ ल पेलो 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 लिङ्जी निकाल्नु पर्यो है अब भैँस ल ल ल के हो तँलाई जाऊ न पानी पानी जाँदा हुन्छ त हौ हुन्छ होला हौ छैन त्यति साह्रो गएर त होइन होला नि त हौ उहाँ नि त हट जुत्ता भिजैली झन्डै भिजैली दामी हे यहोवा तू कितना भला है हजार अहिले त आफै गुड्किहाल्छ गइन्छ है क्या हो गया घोड़ा जाम भाई गल गया हाँ बानी बसाउनु पर्छ नि त यता भाइ सिधा अघिको पिचबाट यही भेट्छ नि माथिको ओइ ज्याकी हेर अहिले म खुजुली मास्टर
दसैँ आयो खाना पिउँला पिङमा मचिनु न पिङ खेल्नु त लु लास्टमा खेल्ने हो लास्टमा खेल्ने हो जाऊ न मच न अलि साह्रो रहेछ त्यो पनि यो पनि तरिका आएन आउँदैछ है ए ल ल छर्क्यो ब्यालेन्समा ल्याउनै गाह्रो पर्छ छड्क्यो ल ल ल हल्लर साप 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 अझै चाहिँ हुटिङ आउनु नि यहाँ हल्लर साप हल्लर साप हल्लर साप हल्लर साप हल्दर साप माथि जाँदा चाहिँ मेरो चिउ 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 डर त डर लाग्छ मोटो शरीर भएपछि कि हो डर लाग्दैन पहिले त म पनि खेल्दै हुन्छु धेरै अगाडि बिस्तारै गर्नुहोस् हात खुट्टा नमर्काउनु है ल चेन मोबाइल चेन लाउनुपर्छ नि मोबाइल झर्छ है फेरि सुरुमा अप्ठ्यारो हुने रहेछ त अलिअलि बढ्दैछ भाइ तान न होइन होइन बढ्छ हेर्नु है त अब मचेको छैन नि त छोड नगर न सोधु डर हुन्छ झन् साह्रो अब बढ्दैछ नि त यहाँ होइन डर लाग्नु थाल्यो तपाईँले छटाउनु भएन नि त अनि मात्रै जान्छ ल सचिव सर सचिव सर सचिव सर सचिव सर सचिव सर मुस्किल छ जाउँ हामी नखानु म त जाने जाउँ खोजिराख्नु पर्यो बुझाउने हामी दुईजना पर्यो हेरेर चित्त बुझाउने यो खेलेको चाहिँ नजाऊ फेरि हेर न यो पनि गइहाल्छ ओइ चोट ओइ भुत्ले 40 मिनटको सडकमा हिँड्यो भने 4 बजे चाहिँ हिँडिसक्नुपर्छ किलोमिटर 4 बजे हिँडिसक्नुपर्छ 40 मिनट हामीलाई 15 मिनटमा माथि पुगिसकेको हुन्छौँ नि त ल है अब चाहिँ आयो है अब त सकिन्छ तानो म ओह्रालोमा यसरी गुड्किने है ब्रेक नहान्नु न सारा र गुड्क्योस् ब्रेक नहान्नु सारा र जाउँ ब्रेक नलागोस् ठोकिँदैन जम संसार रे कता ल हो तिनीहरू चाहिँ हो नि त पक्का घाँस काट्ने